कहाँ गयो हो यो मान्छे फोन उठाउँदैन कहाँ गयो फोन उठाउँदैन हौ यो मान्छे No, 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 no. फोन गरेको त किन गर्यो होला त हेलो किन फोन नउठाउनु भएको कहाँ हुनुहुन्छ हजुर के गर्नु सानो तिम्रै बारीमा सोचेर बसिरहेको थिएँ के गर्नु फोन उठाउने बेला भइहाल्यो नरिसाउ ल मेरो बारीमा सोचे कि अरूको बारीमा सोचे हो मेरो बारीमा सोचेको भए त कल गरिहाल्नुहुन्थ्यो नि त्यही भएर हजुरको विश्वासै लाग्दैन कि मलाई तिम्रै बारीमा सोचेको सानो त्यसो नभए म आज जस्तो छैन नि मेरो बारीमा के सोच्नुभयो त्यस्तो हजुरले लु भन्नु त के सोचेर न बिचरा बच्चा भन्नु कि भन्ने सोचिरहेको छु के गर्ने कहिले कहिले बच्चा पाउने कुरा नगर्ने अहिले यस्तो कुरा नगर्नु मलाई बच्चा जन्माएर के गर्ने अहिले नि तपाईँ जस्तो जरिया बनाउने हो र पहिला आफ्नो खुट्टामा उभिनु न यस्तो कुरा त पछि नै सोचे भइहाल्यो नि भन न सानो के गर्नु पऱ्यो मैले आफ्नै खुट्टामा उभिरहेको अरू कुरा मलाई थाहा छैन सानो बेगरेर बिचरा बच्चा चाहिँ जन्माउने प्लानमा चाहिँ म कस्तो कुरा नबुझ्नु भएको तपाईँले मुखले भने जस्तो सजिलो हुन्छ र तपाईँ जस्तो हो र रक्सी खाँदै हिँड्नलाई सजिलो हुन्छ बच्चा जन्माएर मात्रै हुन्छ र त्यही पनि हुर्काउनु पर्यो पाल्नु पर्यो पढाउनु पर्यो कहाँबाट ठान्नुहुन्छ हजुरले चाहिँ अनि काम साम केही छैन आफ्नो ज्यान त कसरी पाल्ने हुन्छ यहाँ झन् बच्चाको कुरा गर्नुहुन्छ तिमी टेन्सन नगर सानो एउटा किडनी बेचिदिन्छु बेचिन् जसो भयो नि गर्नुपर्छ हो यस्तो हावा कुरा नगर्नु फोन राख्दिनँ अब हेलो हेलो फोनै राखिसकेको त उसँग बेहोरेर बिचरा बच्चा पाऊँ भनेको नहोला जस्तो अर्कै गर्लफ्रेन्ड बनाउनु पर्ला छ हौ अब त बोकस कुरा गर्छ यार हिजो त कता हो नि भेट्नै गाह्रो छ त हिजो त आज स्कुल चल्दैछ मेरो त भेट्नै पाउँदैन किन र स्कुल लाग्छ जानुपर्छ कति भेट्न मन लागेको हुन्छ मलाई लागेर हुँदैन कति राम्रो है राम्रै हुन्छ सुमन के हो पारा ए तिमी पनि आयो तिमीले यही देखाउन बोलाएको मलाई नरिसाउनु बिबी बस को हो राज यो केटी साथी ए अहिले आएर म साथी भयो आऊ न बिबी ऊ पनि साथी हो तिमी पनि साथी हो छोट बस न बिबी तिमीले यस्तो गर्छ भने सोचेको पनि थिएन तिमीलाई विश्वास गरेर ठुलो गल्ती गरेछ